आज चाहिँ मेरो छुट्टीको दिन। आज चाहिँ घर बसेर होम फेसप्याक लगाएको। घरमा फोन गरेर मम्मीलाई प्र्याङ्क गर्छु भनेको त आफै प्र्याङ्क भयो। मम्मीलाई गरेको त पाहुनाहरू आएर बस्नु रहेछ। पाहुनाहरूलाई भिडियो कल गर्दा सबैजनाले के लगाएको त फेसप्याक लगाएको राम्रो बन्नुको लागि भनेर मेरो नन्द अनिखेर उसले बोल्यो तिमीहरूको भाउजूले भनेर भन्दै थियो फेसप्याक लगाउनु फेसप्याक हेर नि बन्द पऱ्यो उसको छोरी बोल्ने फेरि एकछिन बसिदियो के भएको भनेर दिदी भन्न थाले ब्रस गर्दै। त्यसपछि फेरि बाबुले दियो त पहल उठ्नु भएको छ अनि फेरि म त के अरे फेरि साथ बहिनी फोन गर्छ बहिनी फोन उठाउँदिनँ त कसैले उठाएन। अब यसो कसलाई नि साथीहरूलाई फोन गर्नु पऱ्यो भने साथीहरूलाई फोन गरेँ। जुन त लक्ष्मी भवानी भन्ने फ्रेन्ड थियो गरेँ। पछि त प्रेम गर्छन् त दिदी पुरा बिन्दास पाराले हुनुहुँदो रहेछ। मसँग भिडियो कल गरेँ बोलेँ अनि के लाग्यो भनेर आज फेसप्याक लगाएको हेर्नु गर्नु पर्यो भने त्यसपछि हो भनेर भने यसमै म यो लगाएको भनेर देखाएँ गरेको थिएँ केहरूले लगाएको थिएँ छुट्टीको बेला यस्तो बनाएँ। अब सुकिसक्यो म जानु भनेर भन्नुहोस् भनेर अब जान्छु भनेर भरिबाट झर्दै यसो भरिबाट झर्दा त यसो हेर्दा बुढो देखेँ। अब के गरेन के भने तर के भनेन उसलाई देखाइदिएँ दिदीलाई हेरेँ दिदी बोल्नुभयो ऊ फेरि लाजले फुत्तुक्क सोझ केटो म भने फेरि एकछिन बोल्यो यसको नाटक भनेर भने दुईसँग बोलेर गफ गरेँ रमाइलो भयो। आज मेरो छुट्टीको दिन रमाइलो गरेँ मैले पनि। अनि त्यसलाई ल दिदी म मुक्त हुन्छु म भरे फोन गर्छु भनेको थिएँ ल भनेर भन्नुभयो। थ्याङ्क यू फर मिनी फ्रग।